ल कालु पाण्डेको दर्शनपछि अब लाग्यो भ्यू टावरतिर। यहाँ त गाउँघर जस्तो पुरै मकै घारी रहेछ है। मकै पाकिसकेर कोदोहरू रहेछ, मकै हरियाली रहेछ। मकै खेती भइरहेछ। यताबाट यो हाम्रो चन्द्रगिरी नगरपालिका 1 दहचोक भ्यू टावर। जो फाइनली टावरमा पुग्दैछौँ। बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म चाहिँ यो भ्यू टावर प्रवेशद्वार खुल्ने रहेछ। हामी अब यो माथि भ्यू टावर जानलाई सिडी चढ्दैछौँ। ओहो, यहाँ त धेरै चिसो रहेछ। बाहिर धेरै गर्मी, घाम लागेर। ओहो, यस्तो राम्रो भ्यूज देखिरहेछ यहाँबाट। अझ योभन्दा माथिबाट राम्रो देखिन्छ। यहाँ हुस्सो लागिरहेछ। हुस्सोले गर्दा अलिक डिस्टर्ब हुनसक्छ, त्यसैले हुस्सो नलाग्दै पहिल्यै हामी अब माथि गएर देखाउनेछौँ कालु पाण्डे भ्यू टावर। ओहो, कतिवटा सिडी रहेछ, धेरै माथि रहेछ त। थकाइ पो लाग्यो यार, अझै माथि रहेछ। ल ल अब आइसकेछ, थकाइ नमान। ओ माई गड, धेरै माथि रहेछ। ओहो, ल गाइज, चिसो हावा चल्दैछ। ल यताबाट जाउँ। ल अलिअलि हुस्सो लागेर अलि देखिरहेन। यो धादिङ हो, धादिङ देखिरहेको धादिङको बाटो। त्यहाँबाट सिधा पहिला धार्के रोड हो त्यो।